गर्दिन सर नमस्कार। नमस्ते। यो सर यो फाइल हेर्नुहोस् त। म अहिले अलि बिजी छु, अलि 2-4 दिनपछि आउनु न है। यो काम हुँदैन भने हुँदैन भन्नुहोस्, सबै डकुमेन्ट पनि मिलाएको छ। तपाईँले मलाई यो किन चाहिँ के कारणले झुलाइराख्नु भएको छ यसरी? यहाँ हाम्रो अलि बिजी छु म, अलि धेरै अनि कस्तो बिजी हुनुहुन्छ भने? यो तपाईँ 2-4 दिनपछि आउनु न। कि हुन्छ भने हुन्छ भन्नुहोस्, हुँदैन भने हुँदैन भन्नुहोस्, कि यो दिन आइज भन्नुहोस्। मलाई यसरी नझुलाउनुहोस् क्या सर। काम हुन त हुन्छ तर अलि टाइम लाग्छ। म कहिले आउनु त? 2-4 दिनपछि आउनु न। काम भएन नि त सर। त्यही भने कस्तो अफिस होला, यो सबै डकुमेन्ट मिलाएर ल्याएको छु यार। प्रोसेस मिलेन भनेर झुलाएको छ। त्यही सबै डकुमेन्टेसन मिल्दै पनि अलिअलि त्यहाँ प्रोसेसहरू मिलाउनु पर्ने हुन्छ क्या सर। कस्तो प्रोसेस हो त्यो चाहिँ? बुझ्नुहोस् न सर, यस्तो अलि मिलाउनु पर्ने हुन्छ सर। त्यो भन्छ चाँडो काम हुन्छ? एकैचोटि हुन्छ सर। बरु त्यो गरौँ न त। हुन्छ नि, कतै गएर कुरा गरौँ न त। हुन्छ, चिया खान जाउँ न त। हुन्छ। ल अब चाहिँ काम हुन्छ होइन मेरो? एकदम हुन्छ। ए दिदी दुइटा चिया। ल तपाईँको डकुमेन्टेसन पनि सबै ठिक छ, प्रोसेस पनि मिलाउने छ। अब प्रोसेस अर्कोवाला प्रोसेस सुरु गरौँ। मेरो काम हुन्छ नि होइन? स्योर हो नि? 100% छिट्टै, एकदम छिटो हुन्छ तपाईँको काम। म ढुक्क भयो भने त अब एकदम ढुक्क हुनुहोस्। अब सबै मिलिसक्नु। ल हेलो, नमस्कार सर। नमस्कार। अघि एउटा प्रोसेस नमिले भाइ आएको थियो नि त तपाईँकोमा। ए अघि नैको? मैले प्रोसेस मिलाइसकेँ, दिने काम भइसक्यो। ल अब उसको काम गरिदिनु न त। ल पठाइदिनु। ए नमस्ते सर। भाइ बस्नु न, आउनु बस्नु। ए यति थोरै काम रहेछ, अघि नै भन्नुभएको भए त अघि नै सिधिहाल्थ्यो नि यो। ल सबै कुरा ठिक रहेछ है? ल सर धन्यवाद। ल राम्ररी जानु है त। ल भेट्दै गर्नुपर्छ है त। ल है त सर। ल भेट्दै गर्नुपर्छ। सर नमस्कार। नमस्कार सर। हजुर के सेवा सर मेरो एउटा काम अड्किरहेको थियो, यसमा सबै डकुमेन्ट मिलेको छ। तपाईँको एउटा सिग्नेचरले गर्दा मेरो काम अड्किरहेको छ सर, हेरिदिनु पर्यो। डकुमेन्ट त सबै ठिक छ त, केले काम अड्क्यो? सर तपाईँ त नयाँ आउनुभएको? हजुर, मेरो भर्खरै सर्व भएको। तपाईँले त आज मेरो काम चाँडै गरिदिनु भएछ। पहिलाको सरले त मलाई डकुमेन्ट मिल्दै पनि प्रोसेस मिलाउनु पर्छ भन्ने मलाई धेरै जोलाउनु भएको थियो। हो, तपाईँले ठिकै भन्नुभयो। धेरैलाई लाग्छ कार्यालयहरूमा घुस नदिई काम बन्दैन, तर यही भ्रम तोड्नका लागि म र म जस्ता कयौँ निष्ठावान साथीहरू अहरात्र खटिएका छौँ। तपाईँले के बुझ्नु पर्दछ भने कार्यालयमा सेवा लिने तपाईँको आफ्नो अधिकार हो। सदाचार भनेको कसैले नदेख्दा पनि सही काम गर्नु हो। त्यसैले जबसम्म मेरो हातमा यो कलम छ, न यो कुनै मूल्यमा बिक्नेछ, न यो कसैको अगाडि झुक्नेछ। आउनुहोस्, घुसखोरीलाई प्रशय होइन बहिष्कार गरौँ। देश बदल्ने सुरुवात तपाईँको चेतना र मेरो निष्ठाबाट। सदाचार नै सुशासनको पहिलो पाइला हो। जय नेपाल।